हेलो नमस्ते भिवर्सहरूलाई जति नै हुनुहुन्छ होला। म चाहिँ यहाँनिर के साह्रो गाडी भएको भुयान गार्डन हेर्नु अलिकति गाडी भएको छैन। पुरा गाडी भइरहेको छ। पानी पनि पर्नु लागिरहेको छ, घाम पनि लागिरहेछ, पानी परिरहेको छ, पर्नु आँट्यो। पानीले काम दिन्छ कि दिँदैन। घाममा त शीतलमा बस्दै गर्दै भए पनि काम गरिन्छ हो। पानी आउन आँटिसक्यो हेर्नुहोस् है राबुङ साइडतिर। आम्मामा अलिकति किचन गार्डन गोड्नु थियो। यहाँनिर खोर्सानी रोपिरहेको छु हो। अलिकति किचन गार्डन हो यहाँ चाहिँ। अलिकति घारी भएछ माथिल्लो बारी चाहिँ सक्यो। अब यहाँ अलिकति किचन छ, किचन बारी है, किचन गार्डन। यसलाई चाहिँ सफा सुग्घर गर्नु पर्यो आज चाहिँ। नभए त पानी परेपछि त खोर्सानी बारीमा पस्नु हुँदैन त्यति त। साह्रै गाडी भएछ नि त हौ। कि साह्रो गाडी भइहालेछ हौ। त्यो मुन्टा त चुट्याएको थियो त हौ। के भएर यस्तो भएछ हौ। होइन उखाल्छु नि उखाल्नु कि यो मुनि पनि अलिक डिस्टर्ब गरेछ। पहिला यो चाहिँ फाडिहाल्छ। के साह्रो गाडी भएको हन। हिजो अस्ति फाडेको कि सिस्टो हेर्नु नि। आम्मामामामा यो सिस्टो त भाटाले फाल्नुपर्ने रहेछ। लामो भाटा ल्याएर क्या भाटाले झ्याम झ्याम फाड्नुपर्छ। नभए त नहुँदै पोल्छ नि हात सबै। यो चाहिँ मेरो किचन गार्डन हो। यसो घुर्यानमा चाहिँ यस्तो खोर्सानी चाहिँ खाँचो भयो भने चाहिँ यहाँनिर टिप्न आउँदा भइगयो। पुरा उयो भएछ नि घारी। के साह्रो झारले खाइहालेको फेरि। आम्मामामा झार चाहिँ अरूभन्दा पनि छेउभित्र चाहिँ साह्रै घारी भइहाल्छ। झार चाहिँ कुरोहरू हेर्नु नि काम्रेहरू पलाएर धन प्लास्टिक लगाएर मात्रै अलिक सजिलो भयो कि। नभए त खोर्सानी भने झारै बेसी आउने रहेछ। त्यो के को लडाउ लडाउ बारीभरि छ। प्लास्टिकले मात्रै काम गरिरहेछ है। नभए त घारीले छोप्ने खोर्सानी भन्दा झार बेसी आउने रहेछ। यो लौका लगाएको लौका चाहिँ क्या थाङ्रापट्टि नगएर सबै घारीले पुरिसहाल्छ। सब पुरेर के छ चरी अम्ला आएको फेरि छ। चरी अम्ला चाहिँ प्लास्टिकले मात्रै ठिक पार्ने रहेछ है। एउटै पनि उम्रिनु पनि पाउँदैन ढुक्कै बरु। यति सबै भाटाले ड्याम
चिया पनि हिर्काउनुपर्छ हँसियाले त हात पोलिहाल्छ नि सिस्नु यहाँ छ त तेरो यहाँ जाने बाटो यत्रो सुकेको रुख छ यहाँ चढ न यहाँनिर यहाँ चढ्ने गर्नु नि यहाँ कता गएको बाङ्गो भित्तातिर ताकेर हालै बिचमा चाहिँ गोड्नु पर्दैन र ढुक्कै छ कि न त प्लास्टिक नओछ्याउनु भने त खत्तम नि हौ खोर्सानी भन्दा झार बेसी आउने रहेछ